अनि गाइस के छ त पारेर पारेर आमाले यो क्लास काकालाई निक्लिने टाइम यहाँ चाहिँ हेर्नुहोस् यता तुम्हाला काकीले पनि सेवा यो क्लास एकछिन उहाँ पुत्यासम्म निकाल मिठो खायो मजाले अलिकति बढिया यताको पनि कहाँ भाइको बेहुली ल्याउनु हतार लाग्यो आमा बाउले खुवाउनु पर्दैन लकन्डे चाहिँ खै ठुलो बाबुहरू रेडी बेहुली ल्याउने त्यहाँदेखि चाहिँ हुन्छ है हामी चाहिँ हिँडेको अब बेहुली ल्याउनु हेर भानिज म अगाडि गाडी जाँदैछ तपाईँहरूलाई देखाउँछु बेहुलाको गाडी अगाडि छ हामी चाहिँ लास्ट गाडी जाँदैछ तपाईँहरूलाई देखाउँछु नि ल बिना स्किप गरेर भेटे हेर्दैन है गाइस अनि हाम्रो यो भान्जा बाबु अब है गाडी ल्याउनु जानु आँटेको अब दुलियाजनतिर बाबा लखिमपुरबाट आउनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद मामा है यति माया दिनुको लागि आज यसरी हाम्रो अगाडि पनि एउटा गाडी छ है यो चाहिँ बेहुला गाडी त्यहीँ यताबाट लाइन लागिरहेछ हेर्न सक्नुहुन्छ गाइस आज चाहिँ अब सबैजना जाने पुरा एउटा गाडी पनि छ आइपुगेछ होइन तेल लाउँदैछ होइन गाडी चाहिँ हेर्न सक्नुहुन्छ यस्तो सब हामी त रेडी छ जानुको लागि चाहिँ सोल्टिनीहरू पटोस् नपटोस् तर हामी चाहिँ अब मस्किएर नै गएको छौँ है गाइस मेन स्पेशल बेहुला लकन्दा आयो उधर इधर में स्पेशल एक लकंता है अनि कसो लाग्यो बेहुली ल्याउनु जानु एक्साइटेड धेरै एक्साइटेड मेन छु म त है हाम्रो लुङ्गाको स्पेशल आउनु आँटेको छ हजुर है त्यसको नि लागि धेरै धेरै एक्साइटमेन्ट धेरै नै शुभकामना छ होइन आज शुभ विवाहको लागि हामी निक्लिँदैछौँ बेहुली ल्याउनु लागि लकन्दीहरू ल्याउनु लागि होइन अब गइँदैछ है ल राम्रोसँगले जानु पर्यो राम्रोसँगले आउनु पर्यो होइन ओके ओके चलो हामी चाहिँ अब यस बेहुली घर आइपुग्यौँ बेहुली ल्याउनुको लागि चाहिँ हेर्न सक्नुहुन्छ होइन अब लगाइ जाने एकछिन सबजना पुग्यो धुलो उडाएर निकै गाडी आएको दस त गाडी यता चाहिँ हाम्रो बेहुलीको घर है यस्तो छ बेहुलीको चाहिँ दिनमा भोलि हामी जान्थ्यो आउँदाखेरि चाहिँ हेर्नुपर्छ के कस्तो हुन्छ होइन आज चाहिँ अब हामी बेहुली ल्याउन आएको यहाँ चाहिँ यति धेरै नीति नियम हुँदो रहेछ है थाहा छैन यहाँ चाहिँ निकाल्ने र बेहुला खोइ बेहुला राजालाई फेरि राईको पारेको हौ बेहुलालाई के हुँदैछ लु भान्जा बाबु त निकै देरीमा निक्ल्यो त मन थिएन क्या जानु नि मानिस बाबु ल हामी चाहिँ गाइस फाइनली बेहुलीलाई लिएर निक्लेको है यता हेर्न सक्नुहुन्छ बेहुलीलाई चाहिँ अब निकाल्यौँ हामी होइन गाडीमा उठाएर लगिहाल्ने बहुत टाइम भयो 12 बज्न आँटेको थियो 12 बजी अगाडि रसम खतम गरेर लानुपर्ने छ बेहुली रहिसके त बेहुला नाना खै कहाँ गयो बेहुला चाहिँ खै रुनु हुँदैन है रुनु हुँदैन है रुनु हुँदैन है रुनु हुँदैन रुनु हुँदैन खुसीको बेलामा रुनु हुँदैन भन्नु आँसु चाहिँ नझराउनै सोल्टिनीहरू ल अहिले रुनु थाल्यो बेहुली अब उठ्दैछ होइन बेहुली चाहिँ यहाँ उठाएको अब लानु पऱ्यो नि बेहुलीलाई बेहुली नलगेको बिहा सम्पन्न हुँदैन
हाम्रो उहाँको बिहा अधुरा छ, छिटो छिटो गरेर पुरा गरिदिनु पर्ने छ नि त हौ। होइन बेहुली नलगिकन बिहे नहुन्छ, उ त बिहे हुँदैन हाम्रो। त्यहाँदेखि सबैजना रुनु भयो रुनु हो। बिदाईको दिन अझै बाँकी छ भोलि। छिटो छिटो उठिहाल्नु उठिहाल्नु हुन्छ हाम्रो होइन लिम्बूको चाउरुङ डान्स भइरहेछ। अनि अब बेहुलीलाई लिएर त बेहुलाले यो त जानुपर्ने अरे होइन काम छ। यहाँ त हाम्रो चाउरुङ भइरहेछ हाम्रो नयाँ बेहुली है गाइस। सबैजना बेहुली पार्टी बाहिरै बसाइसकेको छ। तपाईँहरू बेहुलीको अनि यता चाहिँ बेहुलापट्टि बनेर आउनुभयो भनेर सबैजनालाई बस्ने मिलाइदियो सबै सबैजना तपाईँहरूलाई डेकोरेसन चाहिँ कस्तो लाग्यो भन्नु होला। यो एकजना बहिनीलाई पनि कस्तो लाग्यो तपाईँलाई भन्नु न। यहाँ हेर्नु सक्नुहुन्छ डेकोरेसन वाउ भाइ बढिया गरेको छ। पर्खिँदैन दुईटा ल्याउ त दोकान यहीँ छ उहीँ छ। बजिरहेको छ हाम्रोमा बाजा लानुहोस् न त एउटा बजाउनु याक्थुङको बाजा यो के भन्नुहुन्छ? त्यहाँनिर भैँसीको छाना ल्याउ त टाँगिदिउँ। भैँसीको छाना त्यहाँ अहिले दसैँमा काटेको सुकाइराखेको छ। लु अब चाहिँ हुन्छ लु त भएन भने गाडी अलिकति यता लिम्बूको छोरा भएर अनि लिम्बूमै नियम गरेन भने अनि के गर्ने काम बसो पाक्दैन हामीहरू त पोल छौँ है। बहिनी यता सुन्नु यो हो हामी अब आफ्नो दाजुभाइले हेरिरहेछ नि छोरीलाई किन ताकेको नियम भनेको यसरी मान्ने हो। अनि लिम्बूले नताकेर चाहिँ कसले ताक्नु अनि नियम त पुरा गर्नु पर्यो नि अन्त नियम अब बोक्ने चाहियो नि आउँदैछु त हजुर। कसले बम बारुदको त गरे अब आयो उता लगेर पड्का पर उता पड्का डाममै देख जे हुन्छ चार्ना लेखेर थियो चाहियो है बोक्नेहरूलाई चाहियो अहो अब त्यो पनि डोली बोक्ने चाहियो न डोली बोक्नु डोली चाहियो अब यहाँ चाहियो नि डोली बोक्नेलाई त्यो पनि होला हो डोली बोक्नु चाहिन्छ होला हो दाजु डोली बोक्ने चाहिन्छ जब डोली ल्याउनु बसुमा आउँदैन भन्नुभयो तपाईँ हजुरले अब यही फुटाइदिनु त्यसो होइन
होइन तिमीहरू जोस आयो भने के अरे होस् नगुमाउँछ यहाँ होइन आगोको झिल्काले कपडाहरू त अनि देख्नु भयो नि बहिनी हजुर तर्सिनु भयो नि यसो मात्रै गर्नु भयो नि सामने पर्यो त सबै दाजु सामने पकाउनु त्यो के अरे बेहुलापाटीको के अरे पोखेटा उखाल्दा चाहिँ आन्द्रा भुँडी देखेको चाहिँ छैन हल्लोगेर यति कमजोरी चाहिँ छैन है हजुर पुरा बल्ल भयो हेर्नुहोस् अब अझै ल्याउँछौँ अब हजुर के भन्नुभयो तपाईँहरूले दिनै पर्दैन छोरीहरूले आफै मन पराइहाल्छ हाम्रो हल्लोको केटाहरू हल्लोको केटाहरू यस्तो हेन्सम छ नि अब पहिलो नाममा गाँसियो त अब तपाईँहरू जति छेक्नुहोस् तपाईँहरूको छोरीहरू कुनै हालतमा छेकिन्न हजुर घरमा काँटा छेन्सिङ लाउँदा पनि हो सल्लाह भयो सबैजनाको खतम भयो है बल्ल बल्ल सल्लाह थुप्रै साह्रो रहेछ है मागी बिहे गर्नु यहाँ चाहिँ अब बेहुली ल्याउनु है जान्छ है गाइस हेर्नु सक्नुहुन्छ आज चाहिँ हाम्रो भान्जा बाबुलाई बोकिरहेछ हाम्रो भान्जा बाबु आज त श्री कृष्ण भएको छ यता 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 ए यता ए आज त बेहुला त राजा भएको छ नि हो सबैजना अहिले ओ राजाजी हाम्रो जन्ती पार्टी है जन्ती पार्टी हो श्री कृष्ण भएको छ बेहुला चाहिँ आज चाहिँ हाम्रो चाउरुङ नृत्य भइरहेको छ लिम्बूको होइन हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ बेहुला पनि खडा भइरहेको हेर्नु सक्नुहुन्छ बेहुला बेहुलीले लिन आएको छ होइन अनि यहाँ चाहिँ पुरा चाउरुङ नृत्य चलिरहेको छ तपाईँले देख्न सक्नु भइरहेको छ र हेर्नुपट्टि हेर्नु सक्नु बेहुलीहरू छ बेहुलीहरूलाई रेडी गरेर उतापट्टि देख्नुहुन्छ यतापट्टि चलिरहेको छ हाम्रो चाउरुङ डान्स चाहिँ हामी चाहिँ फेरि आइपुग्यौँ हे बिहे घरमा फेरि है घर गएर पनि आइपुग्यौँ फेरि अगाडि हेर्नु सक्नुहुन्छ है बेलुकाको बिहे है आइपुग्यौँ हामी फेरि पनि भिड हो क्या बिहेमा हेर गाइस भान्जा बाबु म आइपुग्यौँ सक्नुहुन्छ बिहामा नजारा है पुरा भर्ती रहेछ लु हेर्नु बिहेमा चाहिँ जग्गै छैन पसेर जानु हो यति साह्रो मान्छे छ कि म नभनौँ के बिहेमा हाम्रो भान्जाको बिहेमा के साह्रो मान्छे हो अनि पारेर कस्तो लाग्दैछ त्यो बिहे हेर्नु भगैलाने सल्लाह मात्रै हो तिम्रो मेरो माया हल्ला मात्रै हो भोक लागेको हो त पारेर आयो गाइस भात खानु है फेरि हामी यता हेर्नुहोस् खाना खाइरहेको छ सबैजनाले यता उता हामीले यहाँ बस्नुपर्छ बस्नु न उनीहरू ल चाहिँ हाम्रो खाना आइसकेको छ आन्टीहरूले दिँदैछ सर्भिस त्यो पनि मामा छँदै छ मामाले अनि अब लङ गरिदिइहाल्छ एउटा कुखुरा दुईटा कुखुरा आउँदैछ दाल साल सब्जी सबै होइन
दाल पनि आयो बढिया है काउडे भेटेस कमान दियो काउडे जानु सक्नुहुन्छ अचार पनि आयो तिल र बढिया आउँदैछ सलाद नआए बढिया आउँदैछ फटाफट खाने हो होइन लु फाइनली चटनी आयो एकदम बढिया चाहिँ आयो है सब्जी फेरि मजा गाइस आएको छ हामी चाहिँ थापे थापे गर्छौँ खानुको लागि पारा न पारा खाइदिने हो के गरेर खाने अरे यस्तो मजाले खाने स्वादले यस्तो मजा चटनी यहाँ देखाउनु मामा यस्तो अनि भोक लाग्यो त लागेको छैन चल झुटा गाइस यो सबै आइसक्यो अब चाहिँ खाने होइन कस्तो प्यारो प्यारो बहिनीहरू हेर लजाको मसँग लु हेर यहाँ लजाको अघि दिउँसो देखेर पनि लजाउँदैछ मसँग हेर लजाको यता हेर त नाम के अरे अब यो चाहिँ भित्र लगाउनुको लागि है लगेर जाँदैछ बेहुला बेहुलीलाई लखन त लखन लगाइदिने है भाइ लखन बेहुलीलाई पनि लगाइदिँदैछ है छोराले टिका चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ आमा बाउले लगाइदिएपछि अब जति पनि इष्टमित्र हुन्छ सबैजना लगाइदिनु मजाले पऱ्यो नि त हौ